हिमालयको काखमा लुटुपुटु गरेर बसेको सुन्दर भ्याली जसलाई हामी लाङटाङ भ्याली भनेर चिन्ने गर्छौं। हजुर, आज हामी तपाईहरूलाई लाङटाङ भ्याली र त्यहाँबाट देखिने सुन्दर हिमाल क्यान्जिङरी ट्रेकको बारेमा जानकारी दिँदैछौं। काठमाडौँबाट नजिक हिमालयको काखमा लुटुपुटु गरिरहेको भूमि जहाँ पुग्दा मन नै कस्तो आनन्द हुने। यो भिडियोमा तपाईहरूलाई हाम्रो लाङटाङ ट्रेकको तीता मिठा अनुभवहरू शेयर गर्ने जमर्को गरेका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। लाङटाङ ट्रेकको पहिलो दिन सुरु हुन्छ माछापोखरी बाइपासबाट। के गर्ने भिडियो बनाउन छुट्टै मन तिमीको भिडियो ब्लगमा हाल्दिनु जहाँबाट 1000 रुपैयाँको फेयरमा हामीहरू स्याप्रुबेसीसम्म पुग्न सक्छौं। रेस्ट गरिरहेछ मेरो भाइ बहिनीहरू। ओहो, जाने होइन त ल्याङट्याङ ल्याङट्याङ यसलाई सोध्छु बेलामा कहाँ जाने रे हामीहरू। कतिको एक्साइटेड? Very excited. फर्स्ट ट्रेक। Very excited. First trekking with आफ्नो भाइ बहिनी अनि दाइ भाइ बहिनी दाजु बहिनी यहाँ छ हाम्रो Really दाजु excited. दाइ हो Langtang हाम्रो। was always सरकार यहाँ हुनुहुन्छ। Langtang has always been one of my बकेट लिस्ट Bucket list. ल अहिले अहिले ल ल ल ल ल ल ल स्याप्रुबेसीबाट खाना खाएर सुरु भयो हाम्रो ट्रेक ब्याम्बो भन्ने ठाउँसम्म। भाइ पनि बाटो छ नि। त्यहाँसम्म पुग्दा हामीलाई बेलुकाको करिब 6 बजिसकेको थियो। लड्दै पड्दै चिप्लो बाटो आएका हामी भयो। हामीहरू हाम्रो एउटा भाइ हराएको थियो यहीँ होला सायद। ब्याम्बोसम्मको ट्रेलमा हामी 4 जनाले हाँस्दै कुरा गर्दै हिँडेको भएर पहिलो दिनको थकान महसुसै हुन पाएन। तर हाम्रो भाइ भने ननस्टप हिँडेको भएर ब्याम्बोमा अलिक चाँडै नै पुगेको थियो। त्यसैगरी मेरो जिम्मामा परे मेरा 2 जना बहिनीहरू। ब्याम्बोसम्म उनीहरूलाई सकुशल पुर्याउने जिम्मा थियो ममा। साँझ परिसकेको भएकाले मनमा थोरै डर पनि थियो। तर पनि हामीलाई ब्याम्बोसम्म पुग्नै पर्ने बाध्यता भएकाले पनि हामी आफ्नो बाटो हिँडि नै रह्यौं। फाइनली हामी 6:30 को अराउन्डमा ब्याम्बो पुग्यौं र थोरै फ्रेसन अप भएपछि रातिको खाना खाएर एकछिन रमाइलो गर्दै सुत्नतिर लाग्यो। लड्यो पनि बिचारा मेरो बहिनी। होइन हामीले फोटो खिच्नलाई अलिकति धेरै टाइम वेस्ट गरे जस्तो लाग्यो कि। ब्याम्बोबाट हामीहरूलाई लाङटाङ ट्रेकको सेकेन्ड डे सुरु गर्नुपर्ने थियो। गुड मर्निङ फ्रम ब्याम्बो। ब्याम्बो गुड मर्निङ ब्याम्बो। आज अब हाम्रो के छ? अब हामी आज हाम्रो 17 किलोमिटरको यात्रा 17 kilometers. uphill 7 to 8 hours को walk trek yes walk हैन। आजको स्टे चाहिँ घोडा तबेलामा गएर हुन्छ। अब लड्दै पड्दै हामी फेरि आज जान्छौँ घोडा तबेला। फिलिङ फ्रेस तर होइन बिहान भन्दा एकदमै फ्रेस भएको छ। त्यो खुट्टा चाहिँ हिजो भन्दा त एकदम फ्रेस भएको हो नि। त्यस्तो चिसो पनि छैन तर यस्तो पनि भयो त्यो गाडीमा पनि बसिरहेको थियो। त्यो हिजो बडीलाई अलिकति एडजस्ट भयो। आज सकिन्छ। अब एकछिनमा हामी अब अलिअलि एक्सर्साइज पनि गर्छौँ हैन। स्ट्रेचिङ गर्छौँ अलिअलि। वार्म अप एन्ड ब्रेकफास्ट। खानु पर्यो। तुरुक्क उठ्यो तुरुक्क खायो भाग्यो। कामै त्यही भइरहेछ होइन। अब Hotel Tibet guest house always open, customer as a friend,
अनि आउनुभयो भने सम्झिनुहोस् सुटिङ स्टार्स पनि देखेको थियो यस अपुरा मैले मात्रै हैन अनि एकदम अमेजिङ थियो एकदम अमेजिङ हामीले विश पनि मागे एकदम राम्रो हैन अझै पनि मागे पनि छ बिहान एकदम फ्रेस भएको छ उता चुचुरुमा ऊ आउन लाग्यो हैन सनराइज को इट लुक्स गोल्डन वी आर भेरी एक्साइटेड त्यही अब आज घोडा तबेला वी आर लुकिङ फरवर्ड हामीहरूले बिहान उठेर ब्रेकफास्ट गरेपछि करिब 7 बजेदेखि डे 2 को ट्रेक सुरु गर्यौं र आज भने हाम्रो ट्रेक अलिकति टफ नै हुनेवाला थियो किनभने हामीहरूलाई आज घोडा तबेला भन्ने ठाउँमा पुग्नु थियो त्यहाँको ट्रेल पनि अलिकति गाह्रो नै छ भन्ने हामीहरूले सुनेको थियौं गाह्रो ट्रेल अनि हामी 4 जनाको पेस एउटै नभएकाले पनि हामीहरू एकसाथ घोडा तबेलासम्म पुग्न नसकिने अवस्था थियो त्यसका बावजुद पनि हामीहरूले सुरु गर्यौं डे 2 को ट्रेक गर्दै फोटो खिच्दै हिँड्न थालेपछि थकान खासै फिल भएको थिएन करिब 4 घण्टाको हिँडाइपछि हामीहरूले रिभर साइड भन्ने ठाउँमा लन्च ब्रेक गरेर एकछिन आराम पनि गर्यौं साथीहरु हामीहरु कहाँ आइपुग्यौं अरे साथीहरु रिभर साइड नाम के हो रिभर साइड नै हो के ठाउँको नाम के हो नामै रिभर साइड हो ए तर लास्ट थ्यांक यू झर्ना पनि धेरै थियो तर ब्युटिफुल प्लेस कालो ओह्रालो थियो आजको त्यति धेरै गाह्रो त थिएन एभ्री ट्रेकमा यो ट्रेक चाहिँ गाह्रो जस्तो लाग्थ्यो हैन तर यही ट्रेक चाहिँ गाह्रो जस्तो लागिरहेछ मलाई सबैलाई त्यही लाग्छ गाह्रो त गाह्रै हो यता साथी गाह्रो त बोल्न सकेको छैन अब भात खाएपछि मात्रै बोल्न सकिन्छ हामी खाना पुरिरहेछौँ यो कति 26-2700 मिटर त होला यहाँ एकदमै अफ हाइ छ अघि त मलाई यस्तो भएको थियो नाकबाट त्यो साँसा भइरहेको अनि हाइला जस्तो भयो कि म त लाइन अनि हाइ पाउस दिन्छु भने मैले हैन अनि हाइ पाउस अलिकति स्निकर्सहरु यताउता गुलियो खायो भने पनि पुश गर्छ त्यो त खाएन हामीले तर मैले भनिरहेको थिएँ भाइलाई त्यो तितोराले मोटिभेट गर्यो होला हामीलाई तितोरा भन्दा नि म जान्दिनँ न म जान्न होला भनेकै मैले त यसलाई त्यहाँ बसेर अनि हामी चाहिँ दाजुभाइले कहाँ पुग्यो यार अहिलेसम्म पनि हुन्छ भेट्दैन हामी पिटाउन्डा भन्दै है पिटाउन्डा भन्ने कस्तो भयो ट्रेक सुनाइदेऊ रे ट्रेक सो फार गुड है टायरिङ छ तर त्यो जुन यो माउन्टेन्सहरु हिल्सहरु देखिरहेछ त्यसले त्यो मोटिभेट भइरहेछ ब्युटीले गर्दा एकदम मोटिभेट अघि हामी यहाँ आउँदाखेरि के भएको थियो हामीलाई भइरहेको थियो नि हैन अनि उता देख्यो खोला देख्यो त्यहाँ गयो अनि पुरै फ्रेस के खोला चाहिँ यता त हिमाल पनि देखिरहेछ अलिकति देखाउँछु न फेरि सुरु भयो हाम्रो घोडा तबेलासम्मको ट्रेक अनि हिजो जस्तै आज पनि हाम्रो भाइले हामीहरूलाई छोडिसकेको थियो अनि वरिपरि याक चौरी गाई र घोडा हिँडिरहेछ कस्तो राम्रो अति बवाल यो ठाउँ चाहिँ हेभन नै हो के दिस इज हेभन साच्चै हेभन हेर न उता पनि कैलाश पर्वत कस्तो देखिरहेछ त्यो बाफ कुन साइडमा छैन हेर न उता पनि हिमाल त्यहाँ पनि हिमाल हैन ओ माय लर्ड झरनादेखि लिएर सबै म त चौरी गाईहरु देखिरहेछ मन्त्रमुग्ध हैन मुग्ध ओ माय गॉड थ्यांक यू एभ्रीबडी तर हामीहरुले 10 घण्टा हिँडेको चाहिँ हैन हामीहरुले 10 घण्टा हिँडेको चाहिँ एकदम वर्थ इट भयो कि यो हाम्रो आइटिनरी राम्रो भयो कि आइटिनरी सही आइटिनरी भयो मजाले हिँड्नु भयो कि भगवानले सही साथ दिनु भएको छ थ्यांक यू पनि मजाले हेरेछ आई फील सो क्लोज टु यु ओ माय गॉड यो त कस्तो यो असली हुन्छ नि तपस्या गरेर बस्नु एकछिन मेडिटेटै गरेर बस्नु मन लाग्ने यस्तो ठाउँ छ यार बस्नु पर्छ यार अहिले हैन घोडा तबेला घोडा यही छ अब तबेला चाहिँ अलि पर घोडा तबेला बुझ्नु भएन चादा छु स्केरी त्यहाँनिर ओ व्हाट द फक त्यही त म कस्तो स्केरी कस्तो राति त स्केरी हुन्छ नि यार नो उजालामा राति त कन्जुरिङ त नन जस्तो छ bro this is so fucking scary र हामी 3 जना मात्रै घोडा तबेलासम्म जानुपर्ने थियो बीचबीचमा हिँड्नलाई गाह्रो भए पनि एक अर्कालाई पुश गर्दै हामी करिब 5 बजेतिर घोडा तबेला पुग्यौं जहाँ थियो
हाम्रो डे 2 को बसाई। कस्तो भयो त यात्रा? Very beautiful. यहाँ नजिकै स्वर्ग, बिचमा स्वर्गमा बसेर आयौँ। चारैतिर झरना झरना अनि हिमाल पहाड, अमेजिङ। भनेपछि heaven is myth, Nepal is real भनेको साँच्चै हो? Yes, exactly. अलिकति दुःख छ, दुःख नभएको त कहीँ पुग्दैन। दुःख चाहिँ लास्टै दुःख छ हैन? त्यहाँनिर हेरौँ त्यहाँनिर त्यस्तो दामी सबै वाला छ। बिर्सिने। अघि हामीले बिर्से त्यहाँनिर। सब बिर्स्यो। यो ठाउँ त मन मुटुमै बस्यो। अहिले हामी घोडा तबेला आइपुग्यो है। घोडा तबेला आइपुग्यो। There is only one guest house. होटल टिबेटन। होटल टिबेटन यति हो। जति जति हाम्रो डेस्टिनेसन नजिक आउन थालेको थियो त्यति नै ट्रेक रमाइलो लाग्न थालिसकेको थियो। आँखै नजिक झरिरहेको झरना होस् या नजिकै देखिने हिमाल, सबैले हामीलाई बोलाइरहेको झैं लाग्न थालिसकेको थियो। आज ट्रेकको तेस्रो दिन। आज हामीलाई पुग्न थियो हाम्रो डेस्टिनेसनको नजिक, अर्थात् हामी पुग्दै थियौं क्यान्जिङ गोम्पा। बिहानको ब्रेकफास्ट खाने बित्तिकै हामी आफ्नो दैनिकीतिर लाग्यौं। आज भने हामी सबैको मनमा एक किसिमको एक्साइटमेन्ट आइरहेको थियो। हेलो गुड मर्निङ। आज हामीहरू घोडा तबेला आज हामी घोडा तबेला जाँदैछौँ। निस्केर जुन चाहिँ 3800 मिटरको उचाइमा रहेको रहेछ है गाइज। अब हामी यहाँबाट जाँदैछौँ नजिकै लाङटाङ भिलेज नजिकै सकेसम्म होइन। लाङटाङ भिलेज क्रस हुँदै हुँदै हामी केन्जिङरी हो। केन्जिङरी आज होइन भोलि हो। आज चाहिँ हामी समथिङ के सिटी छ लाङटाङको नजिकै छ कि एउटा भ्याली। केन्जिङरी माथि होइन भोलि जाने हो लाङटाङ भिलेजबाट केन्जिङरी भोलि। आजको चाहिँ थिम्ची भिलेज हो कि समथिङ के छ होइन एक्ज्याक्टली थाहा भएन तर थिम्ची भिलेज जस्तो लाग्छ मलाई। तर अति जाडो रहेछ। एकदमै मास्क ल्याएर ल्याउनु होला ट्रेकिङ गर्दाखेरि। उहाँलाई एकदम गाह्रो भएको छ, एकदम चिसो हाम्दो रहेछ। हिमाल चढ्नु जानुभएको। हिमाल चढ्न रेडी छु म। हिमाल चढ्न रेडी भएको छैन, मास्क छैन। घोडा तबेलाबाट करिब 7 बजे बिहान निस्केका हामी रिम्चे भन्ने ठाउँमा पुगेर टी ब्रेक गर्दै एकैछिन थकाइ मारेर फेरि लाग्यौं आफ्नो गन्तव्यतिर। बीचबीचमा ब्रेक लिँदै दिउँसोको करिब 1 बजे हामी पुग्यौं लाङटाङ भ्याली। त्यो किन टिप्नु भएको आमा? यो के आगो बाल्ने हो? ए कहाँ बस्नुहुन्छ तपाईँ? यहीँनिर हो? ए ल। लाङटाङ भ्याली पुग्दै गर्दा हामीले पहिलेको विभत्सपूर्ण लाङटाङ भ्याली पनि देख्यौं, जुन 2072 सालको भूकम्पले पुरै गाउँ नै छिन्न भिन्न बनाएको थियो, जुन देख्दा सबैलाई नराम्रो लाग्छ नै। यो ल्यान्डस्लाइड एरियामा चाहिँ 2015 को अर्थक्वेकमा पुरै गाउँै लगेको थियो है बाबु? 2015 को अर्थक्वेकमा ल्यान्डस्लाइड आएर सबै गाउँ बस्ती नै डुबाएको भनेर सोरेर लग्यो। अहिले बनाएको त पछि बनाएको हो नि त्यो। अहिले ल्याङटाङ भ्याली चाहिँ पछि बनाएको हो यिनीहरूले। राम्रो होइन त्यो बनाएको त गर्यो उनीहरूले, रिबिल्ड गर्यो राम्रो तरिकामा, अझै स्ट्रङ्गरवाला विल पावर देखाएर रिबिल्ड गर्यो। द्याट्स भेरी नाइस। तर हेर न यहाँ त्यहाँबाट सबै गाउँै पुरै बस्ती नै जानु भनेको हो। अनि पुनर्निर्मित लाङटाङ भ्यालीमा पुगेर हामीहरूले आजको खाना खाएर करिब 2:30 बजे क्यान्जिङ गोम्पातिर लाग्यौं। पहिलो र दोस्रो दिन भन्दा आजको दिन अलि बढी थकान महसुस भइरहेको थियो हामीहरू सबैजनालाई, तर पनि मनमा छुट्टै उमङ्ग भने थियो। क्यान्जिङ गोम्पाबाट फर्किने ट्रेकर्सलाई बाटोको बारेमा सोध्दै हामी आफ्नो गन्तव्यतिर लम्किनै रह्यौं। तर बाटोको एउटा साइडमा पुग्दा झमक्कै साँझ पर्यो, बाटो नै नचिनिने गरी। अनि बहिनीहरू अलि डराए जस्तो र माथि हाइट धेरै भएकाले हाई लागे जस्तो भएपछि एकछिन हामी अँध्यारोमा नै बस्यौं। मुनलाइट कि सनलाइट रे हाम्रो होटल सनराइज भेट्छौँ होला सायद।
हामी अघि स्क्याम पनि भयो एकचोटि ठिक छ अनकन्टार भन्थ्यो एउटा मान्छेले अनकन्टार नै रहेछ क्या केही छैन ओ शिट अनकन्टार नै रहेछ ए फाइनली अहिले बेलुकाको 7 बजिसकेको छ यही बस्नुपर्ने जस्तो अवस्था देखिसकेको थियौँ हामीले हामी बाटो बिर्से जस्तो भइरहेको थियो तर उहाँलाई सोध्नु न कस्तो भइरहेछ कस्तो भयो उहाँलाई गाह्रो होइन ढिला हिँड्यौँ क्या हामी त्यही भएर फेरि अँध्यारो भएर बाटो पनि गाह्रो त्यही माथि अँध्यारो भएर एकदम केही एउटा लाइट पनि नदेख्दा कहाँ पुगिरहेछ जस्तो भइरहेको तपाईले ट्रेकमा बोक्नुपर्ने भनेको मुख्य टर्च लाइट नै रहेछ भन्ने आभास हामीहरूलाई त्यस अँध्यारोमा भयो बिस्तारै हामी क्यान्जिङ गोम्पा पुग्यौं जहाँ हामीले बुक गरेको थियौं होटल सनराइज तर त्यहाँ पुग्दा थाहा भयो कि होटलवालाले हाम्रो नामको रुम बुक गरेको रहेनछ पछि होटलवालाले त्यहाँबाट हामीलाई अर्को होटल जुन चाहिँ अति नै क्रिपी सुनसान कोही नबस्ने ठाउँमा लगेर छोडेपछि हामी त्यहाँ बस्न मानेनौं बेलुकाको करिब 8:30 बजे राति हामी आफूलाई बस्ने ठाउँ खोज्न भौतारिन थाल्यौं अँध्यारोमा आएका पाहुना देउता हुन्छन् भन्ने उखान त्यति बेला सत्य लाग्यो हामीलाई जति बेला एक बेकरी क्याफेको भाइले राम्रो ट्रिट गर्दै होटल मिलाएर सहयोग गरेको थियो तपाईहरु पनि लाङटाङ ट्रेक आउँदै हुनुहुन्छ भने मेक श्योर कि तपाईले बुक गरेको होटल तपाईले दिएको एडभान्स सुरक्षित छ भन्ने धेरै नै थाकेको भएर होला बेलुकीको डिनर गरेपछि हामी सुत्नतिर लाग्यौं नराम्रो इन्सिडेन्ट लास्ट विकै मैले बुक गरेको थिएँ खासमा लास्ट विक ढिला हुन्छ भनेर झन् पाउँदैन भनेर लास्ट विक बुक गरेको गुगल रिभ्यूहरू पनि हेरेर सबै हेरेर गरेको सनराइज होटल भन्ने यहाँ क्यान्जिङ गोम्पाको एडभान्स पनि पेमेन्ट गरेको सो द्याट बुकिङ होस् केही पनि त्यो गाह्रो नहोस् भनेर लास्टमा गएर त्यहाँ जाँदाखेरि त रुमहरू प्याक भइसक्यो भनेर एउटा ठाउँमा लान्छु भनेर एउटा बनिरहेको होटलमा एकदम क्रिपी त्यो होटलमा कोही पनि थिएन जस्ट द 4 of us मात्रै कोही पनि नै थिएन अनि त्यसपछि हामी फर्केर त्यो दाइलाई हामी चाहिँ यसरी बस्दैनौँ बरु त्यही बस्ने बसौँ नत्र भए हामी त्यसरी चाहिँ यस्तरी क्रिपी ठाउँमा बिजोग तरिकामा चाहिँ हामी त्यसरी बस्न चाहिँ आएको होइन प्रिपेमेन्ट पनि गरेछौँ भनेर भनेको अनि के भन्यो हुन्छ भनेर भने लास्टमा होटलभित्र गएर पाक्दियो अनि के भन्नु मैले त्यो दाइलाई दाइ हामी यहाँ बस्नु नि एकदम डर लाग्दो ठाउँ रहेछ एकदम क्रिपी यहाँनिर कोही मान्छे पनि छैन हामीहरू कि त हामीलाई त्यहीँ एडजस्ट गरिदिनु नत्र भने हामी छुट्टै जान्छौँ भने होइन त्यहाँ मिलाइदिइहाल्छ हामीहरू भनेर होटल ठ्याक्क पछि आयो हामीहरू होइन भित्र जान्छ त मान्छे पनि छैन गायब मान्छे त अनि मैले 4 जना मान्छेलाई सोधेँ कि त्यहीँको स्टाफलाई यहाँ भर्खरै एउटा दाइ आउनु भएको थियो नि खोइ थाहा भएन भन्छ अनि राति 2 जना बहिनीहरू छ बिचरा थाकेर हिँडेछ घस्रेर हिँडेछ अनि यस्तो टफ सिचुएसनमा चाहिँ त्यो धोका दिन चाहिँ एकदमै नराम्रो वी डोन्ट रेकमेन्ड सनराइज होटल चाहिँ है गुगल रिभ्युजमा जति नै राम्रो देखे पनि लास्टमा गएर चाहिँ उनीहरूले नेपाली भन्दा खैरेहरूलाई धेरै प्रायोरिटी दिन्छ अनि त्यहाँनिर खैरेहरू मात्रै थियो त्यो होटलमा सायद उनीहरूले नेपाली देखेर हामीलाई रुम दिन नखोजे होला त्यो पनि हुन सक्छ तर त्यही पनि तर मैले लास्ट विक बुक गरेको आज फ्राइडे भयो मैले लास्ट विकको ट्युसडे बुक गरेको मैले त्यो होटल अनि एडभान्स पेमेन्ट गरिदिनुहोस् म रुम राखिदिन्छु भनेर मैले एडभान्स पेमेन्ट पनि गरिदिएको अझै त्यही पनि अब स्टिल यस्तो छ ब्याड एक्सपिरियन्स धन्न यहाँ आउँदाखेरि चाहिँ यहाँनिर एउटा बेकरी रहेछ भोलि हामी त्यो देखाउँछौँ होइन त्यो भाइ एकदम राम्रो भाइ एकदमै मजाको त्यो भाइ अनि यो होटलको दाइ पनि एकदम मजाको उनीहरूकै होटल हो यो एकदम हेल्प गर्यो उसले चाहिँ होइन आएर के भयो रुम चाहिएको हो भनेर हामीले भन्दाखेरि त्यसपछि उसले ल ठिक छ म कुरा गरिदिन्छु हाम्रो होटल छ भनेर कुरासुरा गरेर बाहिर अनि त्यहाँ बाहिर यसो चिसो बस्दा भित्र बस्दै गर्नु सो मान्छेहरू अब एउटै ठाउँमा पनि अब डिफ्रेन्ट खालको मान्छेहरू हुन्छ होइन सो इफ यु आर कमिङ टु क्यान्जिङ गोम्पा अगाडि नै प्री बुकिङ गरे पनि मेक श्योर कि तपाईँहरूको लागि चाहिँ त्यो भनेकै रुमहरू चाहिँ छ बुक भएको छ भनेर चाहिँ जस्ट मेक श्योर त्यो कुरा अनि मेक श्योर गर्नको लागि तपाईलाई यहाँ चाहिँ एन्सरको नेटवर्क टिप्दैन सो मेक श्योर कि तपाईहरुसँग एक्स्ट्रा एन्टिसीको सिम चाहिँ होस् सो त्यही नै हो अब वी आर भेरी टायर्ड अब वी आर र्यापिङ अप फर टुडे क्यान्जिङ पनि जानु छ
सो भोलि बिहान हामी कुन होटल बसेको, यो कुन बेकरीको त्यो अगाडिको भाइहरूको यो सबै उनीहरूको पनि देखाउँछौँ, प्लस सनराइज होटल कुन हो भनेर पनि त्यो पनि देखाइदिन्छौँ हामी। सो त्यही हो, गुड नाइट, बाई बाई। गुड नाइट, गुड नाइट अप्पु। अब भने हामीहरूले होटल सनराइजको स्क्याम बिर्सिएर चौथो दिन हामी बिहानको 6 बजे लाग्यौं क्यान्जिङडी पिकतिर। त्यहाँ पुगेपछि जति पनि ट्रेकमा पाएको दुःख कष्ट एक्कासी हराएको झैं महसुस हुन थाल्यो हामीहरूलाई। र फाइनली हामीहरू क्यान्जिङ आइपुगेको छौँ। कति मिटर रे? 4400 मिटर। अनि बाटो चाहिँ एकदमै ग्राभल जस्तो एकदम ग्रिपी नभएको बाटो, तर माथि आइसकेपछि एकदमै वर्थ द वाइल। रिल्याक्स्ड। तिमीहरू के भन्छ? क्यान्जिङडी पिक पुगेपछि हामीहरूलाई लाग्यो कि हामीहरू स्वर्गको कुनै एउटा कुनामा छौँ, जहाँबाट देखिन्थ्यो त केवल हिमाल नै हिमाल। साँच्चै स्वर्ग खोज्न कहीँ पनि जानु नपर्ने रहेछ, त्यो त हाम्रै देशको विभिन्न ठाउँ गए पुग्ने रहेछ। क्यान्जिङडी पिक हाम्रो लागि एकदमै वर्थ इट नै साबित बनिसकेको थियो। हाम्रो केटीहरूको फोटो लिइरहेछ है यहाँनिर। अब चाहिँ अल सेट टु गो ब्याक डाउन गोरा तबेला। हुन्छ भने भ्याइहाल्छ नि। अब 3 घन्टामा हामीलाई 2 घन्टामा 2 घन्टा कौवा बिरयानी जस्तो देखिरहेको बाबु, तल पछाडिबाट उता गर्छ। यो जान्छ नि जाओस् के भन्नु। मैले फोटो खिच्न पाएन त। दादाको यो पनि निकाल्न मिल्थ्यो। ल यो त हाम्रो झापाको ब्रो पनि एकचोटि आइदिनु न। तपाईँ घर कता अरे? मेरो गौरदा। अब हाम्रो भाइले यस्तो मजाले सर्भिस दियो, स्क्याम नै बिर्सिसक्यो साँच्चै, होइन त? हो, एकदम रमाइलो भयो। यहाँको बेकरी पनि एकदम मिठो मिठो पाउने रहेछ। क्यापुचिनोदेखि लिएर अमेरिकानोदेखि लिएर चकलेट रोल चाहिँ हाम्रो बेस्ट। हेलो भाइ, यो चाहिँ क्याफे चाहिँ तिमीले एक्लै चलाउँछ है? हजुर भाइ। कति भयो? 8-9 वर्ष भइसक्यो। 8-9 वर्ष भयो। तिम्रो एज कति भयो? म 24 भाइ। 24 भनेपछि तिमीले त 15 वर्षदेखि क्याफे चलाएको? 15 भने मभन्दा अगाडि दिदीहरूले चलाउनुहुन्थ्यो। त्यसपछि मैले चलाएको चाहिँ अब 4-5 वर्ष जति। के भन्न चाहन्छु त नि टुरिस्टहरूलाई, नेपाली टुरिस्टहरूलाई यस्तो राम्रो कम्पनी दिएर हुँदो रहेछ तिमीहरूले। एकदम खुसी लाग्यो हामीलाई पनि। धन्यवाद दाइ आउनुभएकोमा। त्यस्तो भन्न नहुँदैन दाइ। भन्न आउँदैन है? ल हाम्रो भाइलाई सोध्न आउँछ मजाले। भाइलाई के सोध्नु छ? के सोध्नुभयो? फेरि सोधौ न। ठिक छ, अब इन्ट्रोडक्सन दिनु तपाईँको, त्यसपछि के पाउँछ, बेकरीको नाम के हो भनिदिनु। मेरो नाम चाहिँ देन्चिङ लामा दाइ। मेरो बेकरीको नाम चाहिँ क्यान्जिङ गुम्बा बेकरी। हाम्रो भाइको बेकरीमा चाहिँ सबै बेकरी आइटम्सहरू एकदम A1 छ। अमेरिकानो, क्यापुचिनो, कफीहरूको सबै ड्रिङ्कको आइटमहरू पनि राम्रो। भाइले नै हो हिजो हामीलाई हेल्प गरेको बेलुका। सो भाइलाई थ्याङ्क यू भेरी मच। एकदम हँसिलो भाइ हुनुहुन्छ। सो आएको बेलामा प्लिज डु भिजिट यहाँनिर। हाम्रो दाइ पनि आउनु न, दाइले पनि कस्तो राम्रो सर्भिस दिइराख्नु भएको थियो हिजो बेलुका। अनि होटल चाहिँ उनीहरूकै हो, यतापट्टि म देखाइदिन्छु। र दाइ यसो Namaste सबैजनालाई. I'm owner of from Hotel Norling, Kyangjin Gumba. Thank you for your coming here and staying. So today you are living down to the Goratevela. So enjoy your trek, safe journey. Thank you दाइ, thank you. So गोरा यता हामी क्यान्जिङ गुम्बा आएको बेलामा यहाँनिर हाम्रो दाइको होटलमा बस्दिनु होला। बेकरी चाहिँ यो हो। हाई सानो भाइ।
के हो तिम्रो नाम? ल हस्पिटालिटी भनेको यस्तो हुनुपर्छ। सो यहाँनिर अनुभव भन्छ तपाईँले एकदम बेस्ट हस्पिटालिटी पाउनुहुन्छ। सो यहाँ आएको बेला चाहिँ प्लिज यता भिजिट गर्नु होला। क्यान्जिङरी पिकबाट क्यान्जिङ गोम्पा झरेपछि हाम्रो लाङटाङको ट्रेक पनि त्यही नै सकिएको थियो। तर हामीले गोसाइकुण्ड ट्रेक पनि प्लान गरेको भएकाले अब हामी गोसाइकुण्ड ट्रेकको तयारी गर्न लाग्यौं। लाङटाङ भ्यालीसँग बिदा माग्दै पहिरो भन्ने ठाउँबाट हाम्रो गोसाइकुण्डको ट्रेक सुरु हुन्छ।